हेलो गाइज, वेलकम ब्याक टु माई न्यू भिडियो। आज चाहिँ म केही गर्नेवाला छैन। अब जे हुन्छ त्यही देखाउँछु। आज मेरो दिन कस्तो जानेछ हेर्दै गर्नुहोस्। भर बिहानको 7 बजिसकेको छ। मम्मीले मलाई उठाइसक्नु भएको छ, किनभने चाहिँ रङ लाउन मैले रङ लाउनको लागि के छैन भन्नु न, पेन्ट ब्रसै होइन। त्यस कारणले अब यो पुरुषले लाउने हो क्या, पुरुषले गरिबी देख्नुभयो। बिहान रङ लाउने काम पाइएको छ गाइस हैन। धेरै महिनापछि मैले एउटा भिडियो हाल्न गइराखेको छु मेरो च्यानलमा, मेरो आजको लाइफ स्टाइलको बारेमा। यो लट्ठी छ, यो लट्ठीमा अब रङ लाउनु गइरहेको छु। आइसकेको छु हेर्नु, कस्तो देखिन्छ भन्नु है, कमेन्ट गर्नु, लाइक सब्सक्राइब गर्न नबिर्सिनु होला। अब फेरि अर्को साइडको लाउनु गएको छु। 2 hours later. हेर्नु गाइस, चटक्क भइसकेको छ। अब यहाँ किल्ला ठोक्नु छ, त्यसपछि यहाँ सामान झुन्डाउने बनाउने हो क्या। हेलो गाइज, अब चाहिँ यो मेरो दिउँसोको काम हो है दाइ। गाइज एसी सिद्धिएपछि कामै काम छ। हिजो भर्खर एसी सिद्धिनु नपाएको मम्मीले आज काम गराउन सुरु गर्नुभयो। अनि ऱ्याक बनाउन लाग्छु। हेर्नु, लाइक सब्सक्राइब गर्न नबिर्सिनु होला। यति बेला चाहिँ हाम्रो लगभग काम सकिसकेको थियो, तर पनि यसलाई अब धोएर राम्रो गराउनु पर्यो नि त, सामान राख्ने भनेपछि। त्यही भएर अब यसलाई धुन मैले बाथरुममा लैजान्छु। त्यसपछि गाइज अब चाहिँ रङ लाउनु बाँकी थियो। ल, रङ लगाएको हेर्नुहोस्, लाइक सब्सक्राइब गर्न नभुल्नु होला। लगभग गाइज सबै काम भ्याइसकेको थियो। अनि रङ लाउँदै झ्याउ लगाइसकेको थियो। अनि त्यसपछि अहिले आम्ला हानेर एटीमा छोडिदिएको छु। गाइज हेर्न सक्नुहुन्छ है, रङ लाएर भ्याइसकेको छु लगभग। बाँकी रङ चाहिँ अब खाजा खान जाँदैछु गाइज, हेर्न सक्नुहुन्छ। गाइज म चाहिँ होटलमा आइसकेको छु र अब आलु पराठा मगाएको, अब कति बेला आउँछ। ल है गाइज, मेरो खाजा आइसकेको छ। अब म खाजा खान्छु। Three hours later. हेर्न सक्नुहुन्छ गाइस, मेरो छतमा चाहिँ आज यो मल हाल्ने काम चलिरहेको छ। उता मम्मी विनोद दाइले मल हालिराख्नु भएको छ, देख्न सक्नुहुन्छ। लाइक सब्सक्राइब गर्न नभुल्नु होला है गाइस। हाम्रो यो फुलको बगैँचा चिलाउने बनाएर
यो त स्ट्रबेरी सिमी कहिले फल्छ र कि यसले त्यो उस मात्र हाल्दै जाने हो र लामो हुँदै गएछ कहिले के करेसा बारी हुने हो दुईवटा तरकारी लाएर करेसा बारी हुने हो यहाँ त धेरै फुलहरू छ फुल 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 के करेसा हुने हो तरकारी खाएर तरकारी यही सिमी र अनि एउटा स्ट्रबेरी हो अरू त मरेकै छैन करेसा बारी भन्ने ठाउँ ल है गाइज आजको लागि यति नै फेरि नि बोल हामी मिलौँला अर्को भ्लगमा यो चाहिँ मेरो पसल हो गाइज होइन आजको लागि यति नै लाइक सब्सक्राइब गरिदिनु होला थ्याङ्क यू